सिधै 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 हिँड्नु भयो पुरै पहिला अर्कै थियो अहिले अर्कै खाले बनाएको छ 12 वर्ष अगाडि 13 वर्ष अगाडि आएको होला म कति 4-3 मा पुग्यो बिस्तारै यहाँ बालबच्चा सामान सुरक्षा आफै गर्नु होला लिफ्टमा नजानु तपाईँ हिँडेर जाने ठिक छ हिँडेर गएको ठिक हो लिफ्टमा गएको त त्यो एउटा कुनै ठुलो घरमा गएको त्यस्तो भएन यता यता चाहिँ के रहेछ त यता लिफ्टकै हो होला ओपन छ स्पेस 5 तला ओपन रहेछ स्पेस सबैतिर घुमाउनु छ यहाँ त पसल खोले नि चल्छ होला यतातिर त पसल खोले नि चल्छ होला यहाँतिर पसल के होइन हो कि होइन यत्रो स्पेस खाली छ यो लिफ्टको सबै हो पसल खोले नि चल्नेछ गुड्का सुर्खा खान पाएन यता हेर्नु न भयो त्यहाँ पुरै उ छ क्या हावा खाने ठाउँ त्यहाँबाट माथि देखिन्छ नि त तपाईँको कति फ्लोर माथि हो 9 फ्लोर होइन के अझै कति बढ्यो 8औं फ्लोरमा आइसक्यो ल 8औं फ्लोरमा यस्तो देखिँदो रहेछ यहाँबाट है चप्पल चिप्लिन्छ यहाँ मेरो गोलो झ्यालको टाउकोमा 9औं तल आइपुग्यो तपाईँलाई गाह्रो भएन तर यति त के गाह्रो हुने भरिङ पनि ठिक बनाएको छ यो इमर्जेन्सी लाग्यो बटम स्पेस पुरै खाली छ त त्यता पुरै स्पेस खाली छ क्या सबै खाली हुन्छ यहाँबाट नि के उता देखिन्छ तपाईँको गोलो गोलो बनाउनु परेन पहिला धर सेमु यहाँ देखिन्छ व्हाइट गुम्बा माथि आजको दिनको पुरै यो मौसम क्लियर छ आज काठमाडौँ हल्का पुरै अनि काठमाडौँ त लिफ्टबाट आउने कहिले इमर्जेन्सी पऱ्यो भने 13औं फ्लोरमा आइसक्यो हामी अहिले हिँड्दा बाउलाई हिँड्न मलाई आएर ल हिँड्नु तेह्र 14 कति वर्षपछि आएको धरहरा पनि म पनि तपाईँ कति वर्ष भयो धरहरा आएको लास्ट टाइम आएको कहिले थाहा छ तपाईँलाई कहिले होइन नि योभन्दा अगाडि चाहिँ कहिले आएको थियो तपाईँ त्यसो भए कति साल 65 साल भने 20 वर्ष त भइसक्यो
भत्केको 11 वर्ष भइसक्यो 11 वर्ष 20 वर्ष म 13-14 वर्ष भयो होला नआएको किनकि अब 11 वर्ष भयो भत्केको त्योभन्दा अगाडि 1-2 वर्ष अगाडि आएको थियो यहाँबाट मिठो हावा आउँदो रहेछ के देखिन्छ माथि क्या हाइट पुरै देखिन्छ नगरकोट सबै जति हाइट माथि उति मिठो हावा सोरो कतिमा पुग्यो अझै माथि भाइ खै मन थाहा छैन भाइ म पनि फर्स्ट टाइम म भत्केदेखि 11 वर्ष 12 वर्ष अगाडि आएको थियो होला सायद आज बिदाको दिन मान्छे धेरै आज आकांक्षी सकेन तिमी हिँड्नलाई आन्टीको फोटो खिच्छु म ल 19 फ्लोर अझै 1 फ्लोर बाँकी छ क्या 20 फ्लोर अन्धकार कति अब आयो 20 फ्लोर आयो अब ट्याक्कै आइपुग्यो अब चाहिँ लिफ्ट चाहिँ कहाँ आउने यहाँ आउने होला लिफ्ट चाहिँ आएर हो कि अझै माथि 1 फ्लोर 20 फ्लोर ठिक छ ल ठ्याक्कै आइपुग्यो ल 20 फ्लोर माथि रहेछ ठ्याक्कै बिदाको दिन मान्छेको चाप बढेको छ मिठो हावा आउँदा आज बुद्ध जयन्ती दिन पुरै मान्छे भिड भएको छ Hello, sana, hello. Bagus to pala. यताबाट आफै फोन पुरै त्यो अहिलेको मुनिको देख्नु यहाँदेखि सेमसेनो भयो होइन त्यो बोडी 20 तला म कति तल देखेँ तला 9 तला थियो अहिले 20 तला पहिला पहिला मान्छे यहाँबाट ऊ गरेकै सुसाइड त्यही भएर ऊ गरेर यो लगाएको यो खास होइन यहाँबाट हाम फाल्नु पर्दैन त्यही भएर कि पुरै त्यो भएर ऊ लगाइदिएको त्यो मन्दिर छैन त्यो मन्दिर हो त त्यो मन्दिर हो त ऊ त्यो घर त्यसै
ऊ त्यो निलो जस्ता छ नि हो, त्यही गरेर होला त्यसको माथिपट्टि घर छ नि बिल्डिङ त्यो त्यहाँ छिर्नु पर्छ ऊ त्यो जस्तो देख्नु तपाईँले मुनि निलो मुनि त्यसको माथिपट्टि छ नि ऊ त्यो तना सुक्काको हो त्यही हो घर सबै त्यहाँदेखि त्यहाँ छ त्यो मन्दिरको छिर्नु पर्छ होइन यताबाट गयो हुन्छ यताबाट होइन ऊ त्यहाँ छिर्ने ठाउँ छ कि ऊ त्यहाँ छिर्ने ठाउँ छ त्यहाँ छिर्नु उता पनि छिर्नु आउँछ त्यहाँ हो त्यो मन्दिर त्यो मङ्गटा सङ्कटा मङ्कटा त्यो सङ्गटा त्यही हो त्यो सङ्गटा मन्दिर हो त्यही निलो जस्ताको साइडको घर छ उयो मुनि यो मुनिकै मुनि यो गोलो छ क्या हो त्यसको साइडको घर हो कि त्यो पुरै हो त्यहाँदेखि त्यहाँसम्म अन्त बिमारी हुँदाखेरि त्यो कपडा सब दाम दिएको ठाउँ दियो कि सङ्कटा मङ्कटा 20 तल मानिसहरू कहाँ देखेर घर घरमा देखिने बाटो कहाँ देखिन्छ बाटो कहीँ देख्दैन रत्नबाटमा देखेको रन्तपा त यहीँ नजिकै भएको भए देखियो नि तर पल्युसन छ होइन पुरै धुलो पुरानो त यति थियो कि यति हो ए मान्छे यति हाल्थ्यो कि अहिले के छ नि सबै नै बेच्छ 6 फिट बढी छ नि मै 6 फिट जति छु 7 फिट पहिले त्यो 4 फिट नै थियो कि अहिले कम अहिले बढी बढा छ सेपै गरेको ऊ त्यो चाहिँ बसन्तपुर होला बसन्तपुर त्यो बसन्तपुर हो खुसबु तलतिर कता कता बसपार्क हो बसपार्क हामी खिच्दा त हाम्रो खिच्दै त राम्रो जाने अब पुग्यो चित्त बुझ्यो होला चित्त बुझ्यो अब पाकेटमादेखि सावधान गोर्खादेखि सब छोड्नु ल यही माथि तल त यहाँ मान्छे आउने टिकटक बनाउने हो भिडियो बनाउने हो हेर्ने हो अब मुनि झरियो होला अब अन्धकार छ मुनि त बत्ती छैन देखिन्छ त्यहाँ 20 तल मुनि फेरि झर्नु पर्यो अब जाँदा सजिलै छ नि सब बिदा आज बिदा भएको दिन सबैजना लिफ्टमा भन्दा हिँडेरै सजिलो रहेछ बरु छिटो आइपुग्ने लिफ्टमा धेरै टाइम लाग्ने कुरेर बस्न पर्ने मान्छे भिडभाड होइन लिफ्टमा त धेरै कुरेर बस्नुपर्ने तर हिँडेर सजिलो छिटो पनि सजिलो पनि 20 तला हो त्यही पनि सजिलो सकिन्छ धेरै गाह्रो छैन ल लिफ्टमा चढ्ने लाइन टन्ने लिफ्टमा चढ्ने मान्छेको लाइन टन्ने छ हिँडेर जाने मान्छे यताबाट लिफ्टमा जाने मान्छेको लाइन टनाटन यता पनि जानु मिल्छ बाहिर यता मिल्छ यता मिल्छ लिफ्टमा जाने मान्छेको लाइन लिफ्टमा जाने मान्छेको लाइन यता मिल्छ यता मिल्छ यो चाहिँ के बनाउनु लाग्यो ऊ रहेछ यहाँ मुनि सपिङ मल बनाउनु लाग्यो लिफ्टमा जाने लाइन हिँडेर जानु पर्दैन
यो त लिफ्ट बनाएको छैन ब्रेक ऊहरू चाहिँ मान्छे बस्नलाई चाहिँ राम्रो बनाएको रहेछ यता यता गार्डनहरू टन्नै रहेछ गार्डन सरी शान्तिमा स्विमिङ पुल पनि रहेछ स्विमिङ गर्ने इच्छा हुने मान्छेले स्विमिङ गर्दा नै हुन्छ तर बिना अनुमति चाहिँ पाइँदैन यहाँ धरहरा हेर धर 20 तला धरहरा 9 तला धरहरा 20 तला धरहरा मान्छे टुप्पोमा कति जान्छन् सबैजना त्यो लिफ्टमा जाने मान्छेहरूको भिड हिँड्न जाने चाहिँ पर्दैन सुइसित गइन्छ लिफ्टमा जान चाहिँ त्यत्रो लाइन बस्नुपर्छ अब लिफ्टमा भन्दा हिँडेरै सजिलो मान्छेलाई जो आउँदा नि हिँडेर जानु बरु सजिलै पर्छ लिफ्टमा त पुरै लाइन त्यो लाइन पुरै घुमेको छ तपाईँको भित्र छिर्नलाई चाहिँ 50 रुपियाँ मात्रै हो धरहरा चढ्नलाई 150 रुपियाँ भने चाहिँ टोटल गरेर 200 रुपियाँ तिर्नुपर्छ मान्छे धरहरा चढ्न पऱ्यो भने चाहिँ यहाँ वरिपरि बस्नलाई चाहिँ 50 रुपियाँ तिरे पुग्छ शुल्क धरहरा जाने हो भने चाहिँ 200 रुपियाँ टोटल पर व्यक्ति 60 वर्षभन्दा माथिकोले 100 रुपियाँ हो त्यो चाहिँ बुझ्नु होला फेरि अन्दाजले आज मैले काटेको जस्तो काट्नु होला फेरि 60 वर्षभन्दा माथिकोले 100 रुपियाँ मात्रै बुवा 60 वर्ष कट्नु भइसक्यो तर मैले फोन गर्दाखेरि यहाँ फोन रिसिभ भएन त्यही भएर मैले अनलाइनबाट चाहिँ 200 रुपियाँ तिरेर काट्नु पर्यो तपाईँहरू जो अनलाइनबाट काट्नुहुन्छ भने 60 वर्ष उमेरका पुगेका आमा बाउ छ भने चाहिँ 100 रुपियाँको टिकट काट्यो हुन्छ त्यहाँ अनलाइनमा देखिन्छ र त्यो आउँदाखेरि चाहिँ उहाँहरूको नागरिकता चाहिँ बोकेर आउनु होला किनकि 60 वर्ष पुगेको प्रमाण त चाहियो त्यही भएर नागरिकता चाहिँ बोकेर आउनु जो मान्छे तपाईँहरूको 60 वर्ष पुगेको मान्छेहरू हुनुहुन्छ ल नयाँ धरहरा पनि चढियो आजलाई